हेलो वेलकम ब्याक माई मिनी ब्लग। नमस्ते सबैजनालाई। अहिले चाहिँ हामी कोठीभिरको यात्रामा बहिनी खुसी भएको छिन्। हामी बागदुला भन्ने लोकेसनबाट चाहिँ हामी सवारी गाडी बुक गरेर त्यहाँबाट हामी जाँदैछौँ कोठीभिर। त्यसपछि हामीले दिदी बहिनीहरूले चढायौँ गाडीमा, फटाफट चढाउ भनेर चढ्यौँ। त्यसपछि चाहिँ हाम्रो यात्रा सुरु भयो 4 वटा आँखाबाट। अनि म्युजिक सुरु। बाने बजार जाँदाखेरि चाहिँ छुट्टी भइसकेको थियो विद्यार्थी स्कुलको। अनि हामी लगत्तै गयौँ गाउँपालिका, यो चाहिँ बागमगनी गाउँपालिका अफिस। अनि त्यसपछि लुङपुर हुँदै हामी लाग्यौँ आफ्नो यात्रामा। म सूर्यले च्यालेन्ज गर्दै तिमीभन्दा निप्नुभन्दा अगाडि चाहिँ म पुग्नुपर्छ भन्दै खोलालाई हेर्दै रमाउँदै अगाडि जाँदै गर्दाखेरि बिच बाटोमा बस आयो। बसको ड्राइभरसँग एकछिन डिस्कस भयो, तर फाइनल्ली हार गाडीकै भयो। हामी पछाडि ब्याग आउँदै गर्दै धेरै पछाडि आएर लेट पनि भयो हामीलाई। कहानी ट्विस्ट। बिच बाटोमा कसरी खोला आयो, आई एम सक। कहानीमा ट्विस्ट भन्दै रुँदै हल्लिँदै कराउँदै खोला हेर्दाखेरि मेरो पनि सातो गयो भनेपछि तपाईँहरूले मेरो बहिनीको हालत हेर्नुहोस्। बहिनीहरूको यो हालत देख्दाखेरि हामी सबै सक भयौँ। अनि हामी पनि डरायौँ, कतै हार्ट एट्याक त आएन भनेर भाइ हाँस्यो। अनि त्यसपछि चाहिँ त्यस्तै मजाक गर्दा गर्दै ड्राइभरजी त हेऱ्यो गयो। योभन्दा अझ इन्टरटेनमेन्ट भिडियोहरू बनाउँदैछु, कमेन्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ।